नमस्ते गाइस, स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा। आजको भ्लग चाहिँ अलिकति स्पेसल हुन आँटेको छ बिकज हामी जाँदैछौँ पोखरादेखि गान्द्रुक। देख्न सक्नुहुन्छ यो ट्रिप चाहिँ हाम्रो कलेजको तर्फबाट छ। खैरहनीमा छौँ। नाम पहिलोपल्ट सुनेको, बट या खैरहनी होइन, खैरहनीको चाहिँ ठाउँको नाम हो इन्द्रचोक। खैरहनीको इन्द्रचोकमा छौँ। जाऊँ यहाँ यसरी वकिङ गर्न जाऊँ। जे भए पनि गाइज वकिङ चाहिँ छुट्नु भएन। स्टेप चाहिँ कम्प्लिट हुनु पर्यो जहाँ भए पनि। खाएको पचाउनु पर्यो। फ्रेस अर्ग्यानिक सुन्तला। गाइज वी आर फाइनली हियर। हामी पोखरा पुगिसकेका छौँ, सक्नुहुन्छ। अनि अब हामी यहाँ फ्रेसन अप भएर खाना खानेछौँ। आजको हाम्रो फर्स्ट मिल गाइज यो चाहिँ हाम्रो डेभिल्स फल पाताले छाँगो। गाइज वी आर हियर होइन, वी आर हियर एट के नाम हो, डेभिल्स फल। यहाँ देख्न सक्नुहुन्छ मग हान्ने मान्छेहरू छन् यहाँ। ल यसरी अब सबैजना जाँदैछौँ हामी डेभिल्स फल। जाऊँ है त। अब पुगेर त तपाईँलाई अब त्यहाँ भित्र पुगेर तपाईँहरूलाई देखाउने छु। मसी आरिगत्तो गोजाइमासु दत्ते भयो भन्दै यो कसो वातासी वा डेभिल्स फल बङ्खाइ। यसरी अब जाऊँ है सबैजना। यहाँ देखिनँ मैले झर्नै देखिनँ। ओ यो हो डेभिल्स फल। त्यहाँ भित्र देख्न सक्नुहुन्छ, त्यहाँ गुफै छ। अनि यहाँ त्यस्तै हो। यहाँदेखि पानी आएर उता जाने होला भित्र रहेछ क्या गाइज। वहाँ परदेखि यसरी बग्दै यहाँ यस्तो झर्छ। अनि झर्दै फेरि यहाँदेखि झरेर त्यहाँ त्यो गुफाभित्र जान्छ। यहाँदेखि हिँडेर कहाँ भन्दाखेरि यहाँदेखि हिँड्नेछौँ। यहाँदेखि आई गेस अलिक राम्रो भ्यू देखिनेछ। हो एक्ज्याक्टली एज आई सेड। वहाँदेखि बग्दै यहाँसम्म आउँछ अनि यहाँदेखि यसरी झरेर यो चाहिँ यहाँ तल गुफा मुनि जाने रहेछ। यसले चाहिँ एक्सप्लोर हान्नु सक्यौँ। अनि पछाडि देख्न सक्नुहुन्छ माइनक्राफ्टको केभ्स एन्ड क्लिफ्स जस्तो छ। त्यो वार्डन बायोम यहाँ भित्र गयो भने नि यहाँ एउटा केभ्स एन्ड क्लिफ्स छ। भित्र गयो भने वार्डन हुन्छ। हाम्रो यो माउन्ट एभरेस्ट र हाम्रो माउन्ट एभरेस्ट अगाडि यहाँ पिरियड जाँदैछ। माउन्ट एभरेस्ट भर्सेस यो अर्को माउन्ट एभरेस्ट। कत्रो छ माउन्ट एभरेस्टले नि सक्दैन यत्रोलाई त। हाम्रो माउन्ट एभरेस्ट God knows sit on me cause I'm on top of the world। सक्नुहुन्छ हाम्रो सबै थोक लेखेको छ। के अरे पज गरेर पढ्न सक्नुहुन्छ। यो चाहिँ हिस्टोरिकल ब्याकग्राउन्ड हो। अनि यो भनेको हाम्रो लेन्थ 500 मिटर, डेप्थ 100 फिट। ओके एप्रोप्रिएट टाइम टु वाच फ्रम जुन टु सेप्टेम्बर। अहिले के हो, सेप्टेम्बर हो होइन, अहिले के हो, डिसेम्बर, जनवरी, फेब्रुअरी। अब यो हाम्रो महादेव केभ। चस्माहरू हेर्न थाल्यो त यिनीहरूले के हो। ए हो त है यो हाम्रो गुफा जाने बाटो। वे टु द केभ जाम होला। ओ यहाँ हाम्रो उप्सी यहाँ हाम्रो यो के अरे के भन्छ यसलाई, के भन्छ, कुन पो नाग भन्छ नि, कुन पो नाग भन्छ नि, के पो नाग भन्छ नि, थाहा भएन यार मलाई। ओइ ड्याम। ओके यहाँदेखि हाम्रो गुफाको एन्ट्री छ। सो यहाँ हो, यहाँदेखि हामी फाल्ने। वी गट आवर टिकट अनि अब हामी जाँदैछौँ। कम अन गाइज कम अन। यहाँदेखि यसरी यो के भन्छ, के भन्थ्यो नि, समुद्र मन्थन होइन। गाइज नो फोटोग्राफी नो भिडियो रेकर्डिङ। सो हामीले चाहिँ यहाँ रेकर्ड गर्न पाइँदैन। ओके गाइज हामीलाई के अरे हामीले पुरै रेकर्ड त गरेनौँ, तर यहाँ अन्तिममा आएर जस्ट एउटा क्लिप मात्र रेकर्ड गर्दैछु। सो यहाँ देख्न सक्नुहुन्छ वाल्सहरू पनि अलिअलि गिलो छ। त्यो चाहिँ डेभिल्स फलकै पानी भनेर भनेका साथीहरूले अब हो कि होइन रिसर्च गर्नु पर्ला एकचोटि। अलिकति डिप इन्भेस्टिगेट गर्दा वी फाउन्ड आउट कि यो एक्चुअलमा डेभिल फल्सकै पानी रहेछ।
वहाँ देख्न सक्नुहुन्छ त्यो पानी डेभिल फल्सदेखि झरिरहेछ। त्यो पानी चाहिँ यहाँ आएर यसरी जम्मा हुन्छ, त्यहाँ फोकस हुँदैन होला बट स्टिल यु क्यान सी त्यो पानी चाहिँ यहाँ आएर जम्मा हुन्छ। यो चाहिँ भित्रको इन्टिरियर हो। यहाँ एउटा यत्रो बत्ती छ अनि यहाँ देख्न सक्नुहुन्छ इन्टिरियरहरू। यस यस्तै हो। चस्माहरू पर्चेस गरौँ भनेको यो चस्मा चाहिँ मलाई मन पर्यो क्या, यो कडा देखेको छ अलिक थग लाइफको होइन, भाइबसँग नि अलिक म्याच गरेको छ, त्यही भएर यो किनिदिउँ भनेको। राम्रो पनि देखेको छ, सुहाएको छ। खतरा 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 कति क्युट छ। यहाँ हेर त, यहाँ हेर त कस्तो क्युट यार, कति क्युट छ है। ओइ चिट। ओके, हाम्रो अर्को सामान विच वाज बेल्ट पनि हामीले लिइसक्यौँ र अब हामी साथीहरूसँग जाँदैछौँ हाम्रो बसतिर र बसमा चढेर अब हामी जाने गान्तोक जाने होइन अब डाइरेक्ट। बुई कस्तो कडा देखेको क्या यसमा। अनि हो जितलाई पो हो। यस्तो घाम लागेको बेला चिसो चिसो मही इज बेस्ट एनर्जी फ्युल क्या। गाइज हामी चाहिँ भनौँ न लगभग आइपुग्यौँ गान्तोक। अब यहाँदेखि अलिकति अगाडि गयो भने गान्तोक, बट यहाँ तपाईँ देख्न सक्नुहुन्छ खोला। एन्ड फाइनली हामी चाहिँ आइपुग्यौँ गान्तोक, हाम्रो डेस्टिनेसन, हाम्रो गन्तव्य। हाम्रो होमस्टे चाहिँ वहाँ माथि कतै हुनेछ, अब हिँड्दै जाने होला। ल अब सबैजना उता भेला भइसके, हामी पनि जाऊँ, ग्रुपलाई जोइन हानौँ अनि माथि चढौँ है त। जाऊँ उकालो चढ्दै। के अरे के हो सारोङ गेस्ट हाउस र हाम्रो रुम नम्बर चाहिँ हामीले छानेका छौँ 505। I'm going back to 505 and let's open this। अरे यहाँ त अलरेडी मान्छे छन्। ओए को तिमीहरू, जाऊ ओए जाऊ हाम्रो रुम हो। छिन्न पाइँदैन है, छिन्न पाइँदैन। यहाँ लुटेराहरू आइसक्यो। आऊ को खेल्ने रुम छ यार, नाइस। यो रुम त चाहिन्छ है जसरी भए पनि। यो रुम चाहिँ नछोड्ने। अनि यो हाम्रो बाथरुम, नाइस, एकदमै क्लिन छ बाथरुम पनि। एउटा सावर, यहाँ हग्नलाई, यहाँ धाराहरू सबै छ। ओ यो के हो, साबुन हो। अनि यहाँ बेसिन छ अनि एउटा मिरर। यहाँ चाहिँ पोज हान्ने, यसरी पोज हान्ने हो। यहाँ हाम्रो फाइनल मिल सबैजनासँग। यहाँ बार्बिक्यू हुँदैछ। ल निखिललाई हालिदेऊ त, उहाँ थापिरहेछ। खसीको खान्छ नि निखिलले। अब निखिल कुखुरा खाँदैन, कुखुरा धेरै खाइसक्यो निखिलले, अब खसीको खान्छ। हामी भर्खरै भन्दा नि अघि नै उठिसकेको थिएँ अनि फ्रेसन अप भइसक्यौँ। अनि अब तपाईँलाई एउटा म भ्यू देखाउँछु है। वेट, मेरो क्यामेराले क्याप्चर गर्न सक्दैन होला, त्यही पनि आउँछ यो। लुक एट दिस, एक्सपोजर अलि लो गऱ्यो भने यो माछा पुच्छ्रे होइन, यो माछा पुच्छ्रे, यो अन्नपूर्ण, अनि यो सर बिचको हिमचोली। यी दुईटा चाहिँ सानसानो छ। यो गङ्गापूर्ण र के छ यहाँ अझै नजिकबाट हेर्न गइरहेको छौँ। हिँड आऊ एकजना केटाहरू हेर्न जाँदैछौँ। अहिले त म रेडी पनि भएको छैन, रेडी भएर मजाले लुगा सुगा लाएर अनि फोटोसोटो हान्नुपर्छ। अहिले जस्ट साइट सिइङ मात्र गर्न गएको, हेर्न मात्र गएको। देउरालीमा बतास आँखाले देखे जस्तो आउँदैन क्या, यो हेर्नलाई चाहिँ यहाँ आएर हेर्नु पर्ने हुन्छ। बोसो लागि सबको एप्स नै हरायो।
सौम्यको चिसो पानीले मुख धोयो भने त फेस वास नै चाहिँदैन हो, यतिकै स्किन क्लियर हुन्छ। राइट, अब चाहिँ हामी प्रपर रेडी भएर जाँदैछौँ अनि साथीगणसँग मसँग, अरूहरू चाहिँ अगाडि पर्खिरह होला हामीलाई। सो या अब उता गएर हामी मजाले फोटोसोटो हान्नेछौँ। लेट्स गो। A few moments later. नास्ता खान जानु लागेको, चना अन्डा भाग ए हो। दिस इज आजको हाम्रो ब्रेकफास्ट। अब हामी निस्केको वकिङ गर्न, किनभने हिजोदेखि एक्सप्लोरिङ, वकिङ भन्दा नि एक्सप्लोरिङ वकिङ पनि हुन्छ सँगसँगै। एकचोटि यहाँ मान्छे बस्यो भने छोड्न मन लाग्दैन क्या, यहाँको ठाउँ नै त्यस्तै छ। यहाँदेखि अब मोज चाहिँ धेरै गऱ्यो होइन यहाँ गान्तोकमा। अब गान्तोकदेखि निस्किने बेला भयो, छोड्न त एकरति मन छैन, त्यही पनि छोड्नु परिरहेछ। डु यु वान्ट टु लिभ दिस प्लेस? I don't know भन्छ त यार। Hell no। ठिक छ। Because this trip, it took 3 hours to get here. I don't want to go. 3 hours त hours, तर यो दृश्य हेर न, यो दृश्य हेर न, यो दृश्य छोडेर जान मन लाग्छ? यो कोठा छोडेर जान मन लाग्छ भन त? त्यो बाथरुम छोडेर जान मन लाग्छ भन त? ए लास्ट टाइम यार, ब्याग बोकेर वा अन्तिम पल्ट ल बत्ती बालेर। I think I'll miss you forever like the stars miss the। त्यही भने मैले आधासम्म पाएको थिइनँ योभन्दा राम्रो रुम। यो भन्दा राम्रो कोठा मैले आजसम्म पाएको थिइनँ क्या, लेजिट। हो र पर्छ। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो। छोडेर जानै मन लागेन हौ। सो गाइज अब चाहिँ हामी पोखरा आइपुगेका छौँ र हामी अहिले हिँड्दै जाँदैछौँ कहाँ भन्दाखेरि बिन्दवासिनी मन्दिर। मन्दिर चाहिँ हाम्रो माथि रहेको छ, यसरी यहाँदेखि चढेर जानुपर्ने हुन्छ। यहाँ हामी आइपुगेका छौँ, देख्न सक्नुहुन्छ मन्दिर। अनि यहाँ माथि गएर चाहिँ यहाँ माथि एउटा भ्यू लिन सकिन्छ पोखराको। यस्तो भ्यू चाहिँ आउँछ। त्यहाँ हो मेन मन्दिर, जुत्ता र चप्पल खोल्नु पर्ने हुन्छ, तर हामी यहाँ छिटो गइहाल्ने भएकोले जुत्ता चप्पल नखोगालिकन यहीँबाट दर्शन गर्नेछौँ। अनि यो चाहिँ पार्क देख्न सक्नुहुन्छ। यहाँ सबैजनाले खाना खाइसक्यौँ, सरहरूले नि खाँदै हुन्छ। सबैजनाले खाइसकेपछि गाडी चढेर हामी जाने फेवाताल। के भन्नु छ? म फेवातालमा यस्तो काई खान्छु। र ट्राभल गर्दा चाहिँ यस्तै हो, अस्तिदेखि चिट मिल चलेछ। एन्ड हामी फाइनली आइपुग्यौँ पोखराको फेवाताल। Look at that। Checking out like guys, यहाँ सबैजना guys we are all ready। देख्न सक्नुहुन्छ यहाँ मेरो चेस्ट धेरै ठुलो भएर यो कस्तो टाइट हुँदैछ यहाँ यतातिर। गाइस हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ कायाकिङ गर्दैछौँ। अनि यहाँ देख्न सक्नुहुन्छ कायाकिङ देखेछ कि छैन, तर एकदमै रमाइलो भइरहेछ। मैले के अरे मोबाइललाई गार्ड गर्ने के भन्छ, आई डोन्ट नो वाट द्याट इज कल्ड, बट त्यो युज गरिरहेछ। त्यही भएर अलिकति धमिला आउन सक्छ भिडियो। यहाँ भ्लग बनाउँदैछु म।
र तपाईँहरूलाई चाहिँ यहाँको म एक्चुअली दृश्य देखाउँछु, हेर्नु होला। यो वरिपरिको देख्न सक्नुहुन्छ हाम्रो साथीहरू। जाउँ अगाडिसम्म। पानी पर्न थाल्यो गाइज। ल गाइज कायाकिङ गर्न त गरियो। तर यहाँ देख्न सक्नुहुन्छ प्यान्ट देखिँदैन होला तर पुरै भिजेको छ। अब जाऊँ होला हाम्रो गाडीतिर। के मन्दिर? कुम्दीकोट मन्दिर। ओके गाइज, कुम्दीकोट मन्दिर शिवको मन्दिर, सबैभन्दा ठुलो स्ट्याचु भएको नेपालभरि। ए यहाँ उकालो चढेपछि आउने होला। जम उही झाडो भयो। यत्रो बाटो कुद्दै आएपछि बल्ल पुग्यो। हाउ लुक एट द्याट। कुद गाइस, कुद्नु पर्छ। ओ ड्याम, नजिकबाट जाडो छ गाइस, देख्न सक्नुहुन्छ पहाडको काटुमा बनाएको छ मन्दिर। अनि यहाँ हामी एन्टर गरिसकेका छौँ। आज शिवरात्रिको दिन स्ट्याचु पनि देख्न सक्नुहुन्छ नजिकबाट। गाइस यो देख्न सक्नुहुन्छ डमरू बजाउनलाई चाहिँ तपाईँहरूको फोराम शिवजी जत्रो हुनुपर्छ फोराम, अनि अत्र बज्छ। गाइस हाम्रो त आरती हुँदैछ तर पानी पर्न थालेछ। हामी यहाँ कुद्दै ओह्रालो झर्दै जाँदैछौँ कहीँ क्याफे नभए कहीँ यसो सेल्टर लिन। त्यसको पुरै भिज्यो हौ आज त। अघि कायाकिङ गर्दा आधी भिज्यो, अनि हेर्दा यहाँ आएपछि पुरै भिज्यो। ल ह्याप्पी शिवरात्रि, ह्याप्पी शिवरात्रि, ह्याप्पी शिवरात्रि ब्रो, ह्याप्पी शिवरात्रि। लेक साइड होइन सर? यता होइन त, कता हो? सबै बाटो यता हो, सबै लेक साइड हो। ओके गाइस, अब चाहिँ हामी यहाँ लेक साइड आएका छौँ र के अरे हो यो देख्न सक्नुहुन्छ पोखराको नाइट लाइफ यस्तो छ। पोखराको नाइट लाइफ अब युट्युबको स्टोरेज फुल बस युट्युबको स्टोरेज हुँदैन हौ। यसो घुमघाम गर्दै जाँदा के देखा पर्छ सबै देखाउनेछु। दिस इज लाइक हेभन टु मी। क्या देख्न सक्नुहुन्छ कम्प्लिट आर्ट सप। Oh my goodness. Look at this man. If this is not heaven for me, then what else is there? चिकिन दिनु पर्ला। कस्तो राम्रो छ यार। A5 मा चिटिक्क परेको 160 GSM. Successfully bought. अनि now exploring more. हाम्रो रातिको लेक साइडको भ्यू देख्न सक्नुहुन्छ। ड्याम कस्तो सही देखेको क्या। क्यामेरामा नि क्याप्चर हुन सक्दैन कि यस्तो दृश्यहरू। यो चाहिँ लाइभ एक्सपिरियन्स गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ हाम्रो मतलब विराट पछाडि भनेको यहाँ पो रहेछ। ल अब उहाँ हाम्रो अगाडि मेला सेला जस्तो छ। के हो गएर हेरौँ एकचोटि। गाइस यहाँ चाहिँ कार्निभल अब हामी यहाँ खेल्न आँटेका छौँ। यहाँ भिडियो बनाउँदैछु। यहाँ कार्निभल यहाँ देख्न सक्नुहुन्छ। मेरो आवाज सुनिएन होला त्यही पनि। यु क्यान सी अब यसमा हामी पन्च हाल्न लागेको। लेट्स सी कति जाने रहेछ।
ओइ पर्छ त डिज्नील्यान्ड ल पोखरा डिज्नील्यान्ड यिनीहरूको अनुसार मैले कार्निभल नै भने सो त्यहाँ चाहिँ हामीले 1-2वटा गेमहरू खेल्यौँ अनि अब हामीलाई फर्किनु परेकोले हामी वी आर गोइङ ब्याक गाइज वकिङ गर्दा गर्दै 12,000 स्टेप्स पुगिसक्यो कति हिँड्यौँ आम्मामामा अनि गोरेहरूको हाइट देख्दा त यस्तो इन्सिक्योर हुन्छ नि यतिकै मग हान्दिरा हुन्छ यत्रो हुन्छ यसरी हिँड्नुपर्ने हुन्छ आजको हाम्रो यहाँको फाइनल मिल सबैजना साथीहरूसँग यहाँ सो गाइज अब चाहिँ हाम्रो जर्नीको अन्तिम घडी आइसकेको छ बिकज अब फर्किने जर्नी अनि यो चाहिँ अब कति भन्दाखेरि 14 देखि 15-16 घन्टाको बाटो हुनेछ र त्यसपछि हाम्रो जर्नी सकिनेछ मिस चाहिँ धेरै नै गर्नेछु यो ठाउँहरूलाई मै निकिनेछौँ अनि के अरे एकदमै रमाइलो भयो 2 दिन भए पनि धेरै कुरा गरियो गान्तोकलाई चाहिँ बिर्सन सक्दिनँ है म गान्तोक भनेको त्यही भन्दा विराटनगर पुगेपछि चाहिँ तपाईँहरूलाई म अन्तिम यो भ्लगको अन्तिम कुराहरू बताउने छु गाइस हामी चाहिँ आइसक्यौँ विराटनगर देख्न सक्नुहुन्छ 2 जना चाहिँ सँगै छन् हामीसँगै अरूहरू गइसके आफ्नो घर हामी पनि अब घरतिरै जाँदैछौँ फिल्स गुड टु बी ब्याक होम आराम गर्ने हो धेरै नै थाकियो के यो भ्लगलाई चाहिँ म अब यही एन्ड गर्न चाहन्छु इफ तपाईँहरूलाई भ्लग मन पर्यो भने लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला I'll see you again in the next video. Thanks for watching. Bye bye.